हेलो एभ्रिवान नमस्ते। आशा छ हजुर सबैजना आरामै हुनुहुन्छ होला र म पनि आरामै छु। अनि अबदेखि चाहिँ मैले युट्युबलाई निरन्तर दिने सोच लिएको छु र त्यही सोचका साथ हजुरहरूमा आउने प्रयास गरेको छु। आशा छ हजुरहरूले हेरेर साथ दिनुहुनेछ। र देख्न सक्नुहुन्छ हामीले चाहिँ सरसफाइ भाँडाकुँडाको पनि गरिसकेका छौँ। घर सरसफाइ पनि भइसक्यो। अनि अब चाहिँ पुरा हामी तयारीमा लाग्नेछौँ। केही बेर म नुहाएर आउँछु, त्यसपछि भेटौँला है त। सो गाइस, यो चाहिँ मसँग तिहारको भिडियो थियो अनि मैले यसरी छोटो छोटो क्लिपहरू लिएको थिएँ। कति त डिलिट भएछ र यति रहेको चाहिँ मैले हजुरहरूमाझ राख्ने प्रयास गरेको छु। हेरेर इन्जोय गर्नुहोला। र यो चाहिँ लक्ष्मी पूजाको दिन साँझको भिडियो थियो मसँग। धेर थोर जति छ म राख्ने प्रयास गर्नेछु, हेरेर इन्जोय गर्नुहोला। र यो चाहिँ हाम्रो तयारी भइसकेर लक्ष्मी पुज्ने बेलाको भिडियो थियो मसँग, तर डिटेलमा लक्ष्मी पूजेको भिडियो चाहिँ मसँग रहेनछ। त्यसैले चाहिँ यति नै राख्ने प्रयास गरेँ। यो चाहिँ मैले 10 बजी राति लिएको भिडियो थियो। सो गाइस, माला चाहिँ हामीले टिपेर अलिकति राख्यौँ फुल, अनि अलिकति चाहिँ नपुग्ने भएर किन्नलाई गएको छ। अब किनेर ल्याएर चाहिँ मिक्स गरेर बनाउनेछौँ। अनि अहिले चाहिँ साँझ साँझ पर्न लागेको छ। आज चाहिँ हाम्रो गाउँमा हटिया पनि छ, त्यहाँ गएर चाहिँ केही भोलिको लागि किनमेलहरू गर्नेछौँ। सो यस्तो छ है त। र हामीले माला किनेर पनि लिएर आयौँ अलिकति। र यो देखिराख्नु भएको चाहिँ घरमै फुलेको सयपत्रीको फुल हो। अब यसमै मिक्स गरेर चाहिँ हामी किनेको माला र घरको फुललाई चाहिँ मिक्स गरेर अनि माला उन्नेछौँ र भोलि भाइटिकाको लागि तयार पारेर राख्नेछौँ। यसपालि चाहिँ तिहार थोरै अगाडि पनि भएको हुनाले फुलको एकदमै अभाव भयो गाउँमा। त्यसैले चाहिँ हामीले इन्डियन सयपत्री फुल चाहिँ ल्याएर अनि उनेर बनायौँ। त्यो रातो के अरे सेतो चाहिँ अलिक छ्याप्पै लाउनुपर्छ क्या। अब त्यो अरू रङ पनि लगाइदियो भने हुन्छ। अब गिफ्ट के ल्याएको छ भाइलाई दिनु? अब त्यो फलफुल काटेको हातमा राख्ने। यहाँ आएर गर्नु हो भने तपाईँले भयो। अब यहाँ आइज नि त, यहाँ यता आइज नि त। गर्नु जानु पर्यो। तेल लगा पहिला, के को टिका लगाउँछ मार्यो। अलिकति मात्र यहाँ कोर्ने चाहिँ आफै हो। कोर्ने चाहिँ आफै हो कि खैले भयो। त्यो सेतोलाई चाहिँ अलिक फरक ठाउँ बनाउनु पर्ने रहेछ। अलिक कम्ती दिएर टाँस्नु सबै झरहरू। कम्ती गरेर त यहाँ उयो नै टाँसेर आउँछ मैला नै एकै। अरूलाई नलाइ सबैलाई लाइन नसकेको त लाउनु। आयो फ्यान कसरी घुम्छ यो फ्यान? फ्यान कसरी घुम्छ? फ्यान यस्तो यस्तो घुम्छ? ओहो ल तिमीले स्यासेस पार्दै छुने होइन ल। अब ज्ञानी हुनुपर्छ। भाइ सघाउ भाइ खाऊ। अझै धेरै लामो लामो होइन ल। 10-15 सेकेन्ड 10-15 सेकेन्ड सबै त नेपाली खानु पर्यो नि। गोप्रो केमा ला हे
हँसाएन रियल भयो र हजुर त्यसरी नै ए मैले त 2 सेकेन्ड 3 सेकेन्ड मात्रै गरिदिरहेछु 3 सेकेन्ड 3 सेकेन्ड मात्रै गरिदिरहेछु अघि अघि आएको नि 5 बजी नै आएको नि अघि भर्खर आएको नि आएको बित्तिकै कल गर्नुभएको आपाले तिम्रो आपाले हाम्रो आइले नि हाम्रो आइले चाहिँ पत्ता र माला गर्दै उड्नु भएछ कि खानु त सब जसरी पनि खानुपर्छ न तँलाई पाप लाग्छ